हेलो नमस्ते सबैजनालाई अनि सन्चै हुनुहुन्छ होला तपाईहरु। म पनि एकदमै सन्चै छु, ठिक एन्ड फाइन नै छु हैन। अनि आज चाहिँ के हो भन्दाखेरि भूमिराजको दिन। अनि अब तपाईहरुकोतिर के कसो गर्नुभयो? हाम्रोतिर चाहिँ ठक्क एउटा आज भूमिराजको दिनमा सट्ट एउटा के भन्छ रागा काट्दैछ गाइस, रागा हो हैन। त्यही रागा काट्दै गरेको हैन। हातहरु पनि पुरा एकदम कालो भइराछ। अनि एउटा छोटो भ्लग बनाइदिउँ भनेर गाह्रो छ नि। काम पनि गर्दैछु, भ्लग पनि बनाउँदैछु, तर भ्लग चाहिँ त्यति राम्रो नहोला हैन। अब किनकि काम पनि गर्नुपर्छ नि त। मैले भिडियो गर्ने मान्छे हुँदैन, सो त्यही हो गाइस हैन। अनि काम पनि गर्दैछु मैले। अब बोल्न पनि खासै पाइँदैन, दिदैन नि त हैन। यस्तो नलगा त्यस्तो नलगा भन्छ नि त। अनि त्यही भएर सो त्यही हो गाइस हैन। अनि म बोल्न नपाए पनि सट्टै हैन तपाईहरुलाई भिडियो चाहिँ थोरै हैन क्रप गरेर चाहिँ तपाईहरुलाई सट्ट सो देखाउने छु। यहाँ चाहिँ गाइस रागा बनाउने मान्छेहरु चाहिँ रागा लडाइ राखेर जान खाँदैछ है यो घरमा। गाइस हेर्नु होला के हो लाइटर नभएर गाइस म चाहिँ आगो लगाएर गइरहेको छु है ल। घरमा के अरे राको सल्केपछि राकैले छ प्रेसिडेन्ट। सो अहिले यति बेला पानी परिरहेको छ अनि यहाँनिर रागा पोलिरहेको छ हैन। आज भूमिराजको दिन त्यही हो गाइस। यहाँ चाहिँ रागा पोलिरहेको छ है रागा। बुढा भएको थाहा छैन है। भन्नु जाँदैन के के हो यो बाबा फेरि विदेश छोरा अर्को डोरी भाइ के हो किन खराब त्यो जतिको भए चाहिँ म देखाउने फिर्काउनु सरी गाइस भिडियो बनाउन सकिनँ मैले किनकि पानी पर्नु थाल्यो, पानी परिरहेको छ। अनि म चाहिँ घरभित्र आइरहेको छु कोठातिर हैन। कोठाभित्र आइरहेको छु म चाहिँ। अनि बाहिर चाहिँ काम गरिरहेको छ, मासु काटिरहेको छ। सो त्यही हो गाइस। अब नेक्स्ट भिडियो लिएर आउनेछु। यो पालिको भिडियो राम्रो भएन नि त, बाहिर पानी परिरहेको छ, पानीमा मासु काटिरहेको छ हैन। सो त्यही हो, मैले चाहिँ भिडियो बनाउन सकिनँ। देख्न सक्नुहुन्छ पुरा पानी परिरहेको छ। अनि उतापट्टि चाहिँ पानीमा काम गरिरहेको छ नि त, पानीमै मासु काटिरहेको छ। त्यो चाहिँ देखाउन सकिनँ मैले। अनि म चाहिँ कोठामा बस्दिहालेको क्या। त्यही हो गाइस, अर्को नेक्स्ट